आज सरस्वती पूजा रहेछ है। मेरो बुढी चाहिँ बिहानै उठेर आज पुरा सरस्वती पूजाको तयारी हुँदैछ। अब यो छिटो छिटो पूजा गरेर फेरि काममा जाने अरे, काममा जान ढिलो भइसक्यो। त्यही भएर चाहिँ यहाँ सरस्वती पूजा हुँदैछ। सरस्वती मातालाई सबैले धेरै ज्ञान दिउन् अनि सबैले सोचेको जस्तो पुगाइदिउन् होइन। सबैले सरस्वती मातालाई आज मोबाइलबाटै भए पनि दर्शन गरौँ है साथीहरू। तपाईँको घरमा सुख शान्ति समृद्धि छाओस्। तपाईँका नानी बाबुको पढाइ लेखाइ एकदमै राम्रो होस्, ज्ञानी होस् होइन। सबैले चाहिँ मोबाइलबाटै भए पनि सबैले दर्शन गर्नुहोला र सरस्वती मातालाई सम्झिनुहोस् सबैले। जय सरस्वती माता।